नमस्ते। आज हामी नेपाली कलाको सुन्दर उदाहरण तोरणको बारेमा केही चर्चा गर्नेछौँ। काठमाडौँ उपत्यकामा भएका अधिकांश छाने शैलीका मन्दिर र विहारहरूको ढोकामाथि सुन्दरता र शोभाको लागि राखिएका तोरणको इतिहास र कलाकृति आफैमा विशिष्ट छ। छाने शैलीका मन्दिर र विहारका विभिन्न विशेषतामध्ये अर्धचन्द्राकार रूपमा राखिएको तोरण पनि एउटा हो। ढोका बाहेक झ्याल र खम्बाको माथिल्लो भागमा पनि तोरण बनाइन्छ। हिन्दू र बौद्ध देवदेवीहरूको मन्दिर मूर्ति चिन्ह देवताको वाहन बाहेक तोरणले पनि मद्दत गर्दछ। तोरणको मध्यभागमा मन्दिरको गर्भगृहमा स्थापित देवदेवीको प्रतिमूर्ति कुदिएको हुन्छ। मन्दिरको मूल ढोका बन्द भए तापनि तोरण हेरेर कुन देवदेवीको मन्दिर हो छुट्याउन सकिन्छ। तोरणमा निम्नलिखित वस्तुहरू कुदिएका हुन्छन्। पहिलोमा गरुड, यसमा दुवै खुट्टाको नङ्ग्रा र चुच्चाले सर्प समातेको देखाइन्छ। दोस्रोमा छेपु, अधिकांश तोरणमा नाकभन्दा माथिको भाग मात्र कुदिएको डरलाग्दो अनुहार देखाइन्छ। तेस्रोमा गङ्गा, मकरमाथि उभिएकी सुन्दर स्त्रीको रूपमा कुदिएको गङ्गा नदीको प्रतीक मानिन्छ। जमुना चौथोमा, कछुवामाथि उभिएकी सुन्दर स्त्रीको रूपमा कुदिएकी जमुना नदीको प्रतीक मानिन्छ। पाँचौँमा सूर्य, आकाशमा देखिने गोलो रूपमा वा 7वटा घोडाले तानेको रथमा बसेको रूपमा देखाइन्छ। छैठौँमा चन्द्र, आकाशमा देखिने अर्धचन्द्रका रूपमा वा 7वटा हाँसले तानेको रथमा बसेको रूपमा देखाइन्छ। सातौँमा मकर, गङ्गाको वाहनको रूपमा तोरणको दायाँ बायाँ वा बीच भागमा कुदिएको देखाइन्छ। आठौँमा कछुवा, जमुनाको वाहनको रूपमा वा तोरणको कुनै खाली ठाउँमा श्रृङ्गारको रूपमा देखाइन्छ। नवौँमा अप्सरा, सुन्दर स्त्रीको रूपमा हातमा माला लिएर वा अञ्जली मुद्रामा उड्न लागेको रूपमा प्रस्तुत गरिनेछ। दशौँमा विद्याधर, हातमा माला लिएर वा अञ्जली मुद्रामा उठेको, बसेको वा उड्न लागेको देखाइन्छ। 11औँमा गणेश, गर्भगृहमा स्थापित मुख्य देवताको रूपमा वा शैव मन्दिरको तोरणमा दायाँ वा बायाँ गणपतिको रूपमा देखाइने गरिन्छ। 12औँमा कार्तिकेय, मुख्य मन्दिरको गर्भगृहमा स्थापित मुख्य देवताको रूपमा वा शैव मन्दिरको तोरणमा दायाँ वा बायाँ शिव परिवारको सदस्यको रूपमा देखाइन्छ। 13औँमा सिंह र नन्दी, देवदेवीको वाहनको रूपमा वा तोरणको खाली ठाउँमा सुन्दरता वृद्धिको लागि देखाइने गरिन्छ। 14औँमा हिन्दू धार्मिक ग्रन्थ र बौद्ध धार्मिक ग्रन्थमा वर्णित विभिन्न घटनाको दृश्य अङ्कित, जस्तो बुद्धमाथि मारको आक्रमण, देवी दुर्गाले महिष रूपको दैत्यलाई मारेको दृश्य देखाइन्छ। 15औँमा जुन सम्प्रदायका देवता हुन् उनका परिवारका सदस्यहरूको मूर्ति देखाइन्छ। र अन्त्यमा 16औँमा शार्दूल, ड्रागन, नाग, कछुवा, मकर, नन्दी, सिंह, घोडा, हात्ती, रुख, फूल, पात आदि पनि तोरणको विभिन्न ठाउँमा कुदिन्छ। नेपाली मन्दिर र विहारको वास्तुशैलीको अध्ययन गर्दा त्यहाँ प्रयोग भएका प्राय सम्पूर्ण कलाकृतिको केही न केही व्यावहारिक काम भएको देखिन्छ। तैपनि केही वस्तुहरू भवनको सौन्दर्यता बढाउनका लागि पनि राखिएका छन्। त्यही सौन्दर्यता बढाउन क्रममै ढोकामाथि, झ्यालमाथि र दुई खम्बाको माथिल्लो भागमा स्थापित अर्धचन्द्राकार तोरण पनि पर्दछ। अर्धगोलाकार, अर्धचन्द्राकार रूपमा स्थापित ढोकामाथिको तोरणका पनि आफ्नै विशेषताहरू छन्। मन्दिरको गर्भगृहमा स्थापित मूल देवता र उपत्यकामा प्रचलित आख्यान किम्वदन्तीसँग तोरणमा कुदिएका देवदेवी र भक्तजनहरूको सम्बन्ध पनि देखिन्छ। त्यस्तै मन्दिर कुन देवताको हो, तिनका नजिकका अन्य देवताको मुख्य देवतासित कस्तो सम्बन्ध छ भन्ने देखाउन पनि तोरणको निर्माण भएको देखिन्छ। धन्यवाद। र अन्त्यमा काठमाडौँ उपत्यकाका मन्दिर र विहारको ढोकामाथि स्थापित साह्रै नै सुन्दर 3वटा प्राचीन तोरणहरू अहिलेको अवस्थासम्म पनि हामीले देख्न सक्छौँ।
एक गुणाकार महाविहार छुस्या बहालको तोरण, दोस्रोमा भक्तपुर तलेजु मन्दिरको मूल ढोकामाथिको तोरण र इटुम्बहालको तोरण।